our team has brainstormed how we can develop our personality. अनि हामीले चाहिँ हिजो ब्रेनस्टर्मिङ गरेर केही समस्याहरू चाहिँ पत्ता लगाएको थियो र त्यो समस्याहरूलाई चाहिँ अब रुटमा जाँदाखेरि चाहिँ हामीले 4वटा मेजर कजहरू चाहिँ पत्ता लगाएको छौँ र यो 4वटा कज चाहिँ अब यो 4वटा कजमा अब यो सबैभन्दा मेजर समस्या पर्सनालिटी डेभलपमेन्ट गर्नलाई चाहिँ के हुन्छ भनेर हेर्दाखेरि चाहिँ लेजिनेस टु रिड बुक भनेर चाहिँ हाम्रो टिमले पत्ता लगाएको छ र म चाहिँ अमृत शर्मा भण्डारी र हाम्रो टिमको नाम चाहिँ स्वामी र यो अब यो लेजिनेस टु ट्रेन रिड भन्ने चाहिँ मुख्य समस्याको अब अरू कारणहरू चाहिँ के हुन्छ भन्दाखेरि यो 4वटा कारणमा अब यो भन्नको लागि चाहिँ मैले हाम्रो हरि सरलाई चाहिँ यो माइक हस्तान्तरण गर्न चाहे। ओके, थ्याङ्क यू सर। हाम्रो एसकेसी प्रोग्रामको मेन मोटो भनेको टु डेभलप स्मार्ट एन्ड गुड क्यारेक्टर्स अनि स्पेसल्ली यो हाम्रो ग्रुप स्वामी ग्रुप र मेरो पर्सनल प्रब्लम पनि मेरो पर्सनालिटी डेभलपमेन्टमा कहिले हिन्डर गरेको छ त्यो मेन प्रब्लम अनि आउट अफ मेनी प्रब्लम्स लेजिनेस टु रिड मेन प्रब्लम छ जसमा मेरो टर्न यसमा फ्यामिलीज अथवा सिनियरको रोल अफ इन्भाइरोमेन्ट फ्यामिली इन्भाइरोमेन्ट इज द मेन हिन्ड्रेन्स फर माई पर्सनालिटी डेभलपमेन्ट मैले व्याख्या गर्दैछु डिस्क्राइब गर्दैछु। सम अफ यु मे नो माई फ्यामिली ब्याकग्राउन्ड अल्सो आई एम फ्रम अ जोइन्ट फ्यामिली माई प्यारेन्ट्स my family and my children of the 3 generations we live together अनि यो पारिवारिक ब्याकग्राउन्डमा कहिलेकाहीँ आफ्नो हुन सक्छ नोइज पनि सक्छ पढ्ने बापन हुन पनि सक्छ नहुन पनि सक्छ कसैको चाहिँ सिंगल फ्यामिली पनि होला तर मेरो चाहिँ पर्सनल प्रब्लम भनेकै मेरो पर्सनालिटी डेभलपमेन्टमा हिन्डर भनेको फ्यामिली स्ट्रक्चर मेन हिन्ड्रेन्स छ स्पेसली कुनै परिवारमा मिल्न पनि सक्छ नमिल्न पनि सक्छ तर मेरो चाहिँ family structure is the main problem. Second is lack of responsibility among the family members. Next one is economic conditions. आर्थिक पण्डित चाहिँ हुँदाहुँदै पनि मैले आर्थिक अवस्थाले मेरो पारिवारिक आर्थिक समस्याले गर्दा पनि किताब नकिन्ने अथवा एक्सेस हुन नसक्ने यस्ता समस्याहरू छन्। रङ इन्फ्लुएन्स राम्रो मानिसहरूको सङ्गत नहुनु अथवा चाहिँ राम्रो मान्छेको चाहिँ प्रभाव पर्न नसक्नु अर्को समस्या छ। त्यस्तै नो रिडिङ कल्चर मेरो प्यारेन्ट्स अथवा मेरो सिनियर्सहरू पढ्ने ह्याबिट छैन पढ्ने कल्चर छैन बरु काममा भुल्ने बानी छ जसले गर्दा मेरो पनि अथवा मेरो परिवारमा पनि पढ्ने कल्चर डेभलप हुन सकिरहेको छैन। त्यसैले आई एम फिलिङ लेजी टु रिड बुक्स। सिमिलरली ओभर पेपरिङ बाबामाले बाच्छालाई अथवा हामीलाई बढी माया गर्ने कुल बोलाउने पढाउनु भन्दा पनि अरू कुराहरूमा चाहिँ भुलेको मन पराउने जो अरूको प्रिभियस प्रेजेन्टर्सहरूको पनि सँगै मेल पनि खान्छ अनि त्यस्तै बिजी सेड्युल छ। मलाई पण्डित चाहिँ आउँदाखेरि पनि बिहान 6 बजे निस्कन्छु आउँदा 6 बजे घरमा पुग्छ पढ्ने टाइम पनि छैन बिजी सेड्युल छ जसले गर्दाखेरि मैले पढ्ने टाइम इच्छा हुँदाहुँदै पनि मैले दिन सकिरहेको छैन त्यसले गर्दा मेरो पर्सनालिटी डेभलप हुन सकिरहेको छैन। ओके थ्याङ्क यू। अब मैले यो माइक चाहिँ अब हाम्रो सुरज सरलाई चाहिँ हस्तान्तरण गर्न चाहे। उहाँले Thank you, sir. First of all, I would like to thank our organizer there to be the part of that SQC program there. हमने यो fish bone diagram जुन तयार गरेका छन् यसमा चाहिँ सोसाइटी एन्ड इन्भाइरोमेन्ट कसरी चाहिँ रेस्पोन्सिबल हुन सक्छ भन्ने कुरामा फर्स्टमा हामीले राखेका छौँ फ्रेन्ड सर्कलले पनि एउटा इन्फ्लुएन्स पार्छ। इभन सेम हामीले चाहिँ स्टुडेन्टसँग पनि कनेक्ट गर्दाखेरि चाहिँ यसमा हामीले के देख्छौँ भनिसकेपछि
फ्रेन्ड सर्कलबाट चाहिँ धेरै इन्फ्लुएन्स हुन्छ उसको सङ्गत कोसँग छ र कस्तोसँग छ भन्नेमा पनि धेरै कुराहरू निर्भर गर्दछ एन्ड अनदर देयर इज नोइज पल्युसन चाहिँ कसरी हुनसक्छ भने अब सोसाइटीमा हामी बस्दाखेरि चाहिँ अब अहिलेको उसमा हामीले के देख्छौँ भने ट्राफिक छ अथवा हाम्रो लोकेसन घरको लोकेसन कस्तोमा छ अथवा चाहिँ पार्टी बिहाहरू different kind of program we can see there that in our society cultural program हुन सक्छ इभन घरमा पनि नोइज पल्युसन हुन सक्छ अब टिभी म्युजिक सिस्टम त्यसले चाहिँ उसको मस्तिष्क माइन्डलाई चाहिँ कसरी चाहिँ एफेक्ट पारेको छ भनेर त्यो हामीले बुझ्न पनि जरुरी छ या आफ्नो पनि त्यसले चाहिँ केही न केही असर पारेको हुन्छ अथवा हामी चाहिँ इरिटेट हुन सक्छ त्यो बुकतिर चाहिँ हामी कन्सन्ट्रेट हुन सक्दैनौँ अर्को चाहिँ पब्लिक लाइब्रेरी रिडिङ कल्चर चाहिँ कतिको छ भनेर चाहिँ पब्लिक लाइब्रेरीहरू युज गर्छ स्कुलको गर्छ गर्दैन न्युज पेपर अथवा म्यागजिन्सहरू पढ्ने चाहिँ बानी छ छैन भन्ने कुरा पनि हामीले त्यसमा चाहिँ जोड्न सक्छौँ त्यो आफैमा मलाई जोड्दाखेरि पनि चाहिँ मेरो पनि त्यति पढ्ने बानी चाहिँ छैन जति चाहिँ भिजुअल हेर्न मन पराउँछु त्यति चाहिँ पढ्ने बानी चाहिँ छैन पियर प्रेसर फ्रेन्ड सर्कलसँगै अलिक रिलेटेड भयो पियर प्रेसर अब साथीभाइहरूले चाहिँ कस्तो खालको प्रेसर दिइरहेको छन् अथवा कस्तो खालको इन्फ्लुएन्स चाहिँ उसमा छ त्यसमा पनि निर्भर गर्दछ अनि इन्ट्रेस्टिङ बुक्स अफ अनेबिलिटी कस्तो बुक्सहरूमा इन्ट्रेस्ट छ छैन त्यस्तो खालको बुक्सहरू चाहिँ मार्केटमा एभाइलेबल छ छैन त्यसमा पनि निर्भर पर्दछ जस्तो अब मलाई चाहिँ स्पोर्ट्सको बुक्सहरू मनपर्छ भने चाहिँ त्यो मार्केटमा एभाइलेबल छ भने ओभियसली द्याट आई विल बाई इट एन्ड द्याट आई विल ट्राई टु रिड इट सो त्यस्तो खालको हरेक सेक्टरको बुक्सहरू पनि एभाइलेबल भइदिए मार्केटमा चाहिँ बच्चाहरूले चाहिँ पढ्ने बानी पक्कै पर्छ होला जस्तो लाग्छ मलाई त्यो एभाइलेबल नहुनाले पनि पढ्ने बानी छुटेको हुन सक्छ भन्ने मेरो एउटा धारणा छ थ्याङ्क यू भेरी मच Now I would like to hand over this mic to Gadi sir. Thank you very much, sir. So, as for the identification of causes with fishbone diagram, we are here, meeting, and I am talking about self. As a student, though I am a teacher, through whole life we are students, we have to learn many things. So being a student, the time management is very important. If the time is not managed, if you don't have a proper schedule, right, so you might spend time in unnecessary matters, and you don't realize that time is very valuable, right? So that is one cause. Next is unhealthy lifestyle. हामी चाहिँ कति छिटो बिहान उठ्छौँ अथवा कति ढिलो राति सुत्छौँ त्यसले पनि हाम्रो चाहिँ लाइफस्टाइलमा ह्याम्पर गराएको हुन्छ लाइफस्टाइलमा ह्याम्पर भइसकेपछि पढ्ने बानी यसै त छुट्छ किनकि बिहान सबेरै उठेर मेडिटेसन गर्ने होइन योगा गर्ने बानी भएको भए फोकस्ड माइन्ड भएर हामीले चाहिँ पढ्न सक्छौँ यदि त्यो भएन भने बिहान उठ्ने बित्तिकै होइन अब मोबाइल चलाउँछौँ होइन त्यस्तो गऱ्यो भने चाहिँ हामी चाहिँ पढ्ने बानी सुस्त छोड्दै जान्छ अब यो अनहेल्दी लाइफस्टाइलमा आयो अर्को ओभर युज अफ टेक्नोलोजी अहिलेको जमानामा हरेक चिजमा एआईको प्रयोग भइरहेको देख्न सक्छौँ हामीले टेक्स्ट लेख्ने बित्तिकै भिडियो बन्ने होइन कन्टेन्टहरू आउने क्वेसनको एन्सरहरू आउने सजिलो भइदियो त्यो लाइफस्टाइल जसले गर्दाखेरि के भयो बुक पढ्ने पाएन जुनमा एफोर्ट लाग्छ त्यो एफोर्ट हामीले लगाउनै छोड्यो त्यसले गर्दा पनि यो बुक पढ्ने बानी गर्दै गइरहेको छ अनि फलोइङ रङ पाथ भनेको हामी चाहिँ कुन चाहिँ दिशामा जानुपर्छ हामीलाई थाहा हुन्छ तर हामी चाहिँ इजी होइन जे इजी छ त्यही नै हामीले काम गरिरहेका हुन्छौँ पढ्न त गाह्रै हुन्छ फोकस हुनुपर्छ पढ्दा पढ्दै निद्रा लाग्छ अल्छी लाग्छ होइन तर मोबाइल चलाउनु त एकदम मजा लाग्छ केही भिडियोहरू हेर्नु मजा लाग्छ कार्टुनहरू हेर्नु मजा लाग्ला होइन अथवा कुनै सिरियल होला मुभीहरू हेर्नु मजा लाग्छ त्यसले गर्दाखेरि त्यो पाथमा हामी चाहिँ गइरहेका हुन्छौँ रङ पाथमा त्यसले गर्दा नि हाम्रो यो लेजिनेस टु रिड हेल्प गर्छ र हाम्रो बानी चाहिँ बिगार्दै गर्छ त्यसरी हाम्रो ब्याड हेबिट्स हुन्छ
जुन चाहिँ अब रिलेटेड छ यो फलोइङ द रङ पाथ हैन बानी के हुन्छ मोबाइल हेर्नु जतिखेर अहिलेको टाइममा हामी चाहिँ मोबाइल एडिक्सन धेरै नै छ मोबाइलमा हामीले कन्टेन्टहरू सर्च गर्ने मात्रै होइन मोबाइलमा जे आयो त्यही हेर्दै न्युज होला होइन कुनै कार्टुन होला मुभी होला होइन अनि त्यसमै टाइम स्पेन्ड गर्ने हामी चाहिँ लगभग दिनको 18 घन्टा हामीसँग टाइम हुन्छ अनि 2-3 घन्टा त मिनिमम हामीले टाइम मोबाइलमै स्पेन्ड गरिरहेको जुन चाहिँ एकदम नराम्रो बानी हो अर्को चाहिँ डिस्ट्र्याक्टेड माइन्ड होइन अब यदि माइन्ड फोकस छैन भने के काम गर्ने होइन त्यो चाहिँ भर पाउँदैन एउटा काम गरिरहेको हुन्छ कसैले बोलाइदिइरहेको त्यहीतिर जान्छ होइन एउटा काम गर्दैछ यता म्युजिक बज्यो म्युजिक सुन्नतिर जान्छ जे रमाइलो छ त्यही नै गर्न होइन यदि मनलाई कन्ट्रोल गर्न सकिएन भने जसले डिस्ट्र्याक्ट गर्यो त्यहीतिर मन चाहिँ गइदिन्छ र हाम्रो चाहिँ माइन्ड चाहिँ फोकस हुन सक्दैन होइन त्यसले गर्दा हामी यताको पार्छ भने मल्टिपल टार्गेट हामीले चाहिँ यदि लियो भने मैले यो पनि गर्छु यो पनि गर्छु यो पनि गर्छु तर टाइम म्यानेजमेन्ट भएन होइन मल्टिपल टार्गेट लियो त्यसको लागि टाइम म्यानेजमेन्ट भएन भने यो पनि गर्छु टाइम दियो फेरि अर्को काम आउँछ फेरि अर्को काम गर्छु गर्दाखेरि मल्टिपल टार्गेट एकैचोटि पुरा हुन सक्दैन वान बाई वान हुनुपर्छ त्यसले गर्दाखेरि यो मल्टिपल टार्गेट्स लिने बानीले गर्दाखेरि यो लेजिनेस टु रिड बुक हुन्छ किनकि टार्गेट पुरा गर्ने क्रममा टाइम यसरी गरिन्छ कि बुक पढ्ने बानी छुट्दै जान्छ बस यति नै हो मेरो म चाहिँ अब यो माइक चाहिँ हस्तान्तरण गर्दैछु रमेश सरसँग यहाँहरू सबैलाई नमस्कार हाम्रो डिस्कस यो लेजिनेस टु रिड बुक भन्ने नै भएको हुनाले त्यसमा केन्द्रित भएर अब यो स्कुलसँग हामीले जोडेका छौँ एउटा मुद्दा यो विद्यार्थीलाई एक्टिभ बनाउनको लागि त्यो लेजिनेस हटाउनको लागि वास्तवमा स्कुलमा एउटा प्रभावकारी पुस्तकालयको आवश्यकता हुन्छ त्यो अभाव छ जब प्रभावकारी खालको एउटा पुस्तकालयको स्थापना विद्यालयमा हुँदैन भने रिडिङ स्किल बढाउने गरी बच्चालाई चाहिँ एक्टिभ गराउन सकिँदैन भन्ने हाम्रो धारणा रह्यो र त्यो वातावरण तयार जब हुन्न स्कुलमा अनि बच्चालाई हामीले पढ्ने अवस्थामा लैजान सक्दैन त्यसको लागि अलि स्कुलको वातावरणले पनि अलि इन्करेज गरेन विद्यार्थीलाई भन्ने निष्कर्ष छ किनभने टेक्स्ट बुक पढाइराख्ने होमवर्क दिने जाँच्ने त्यसको कुनै लाइब्रेरी अध्ययनको लागि एउटा सेड्युल तयार नगर्ने लाइब्रेरीको लागि एउटा सेड्युलै बनाउनुपर्छ रुटिनै बनाउनुपर्छ भन्ने छ लेजिनेस हटाउनुको लागि त्यसको लागि मोटिभेसनको कुराहरू छ अनि वास्तवमा लाइब्रेरीमा फेरि त्यो उमेर अनुसार कक्षागत हिसाबले पनि विद्यार्थीहरूलाई पढ्ने विभिन्न खालका पुस्तकहरूको व्यवस्था हुनुपर्छ लाइब्रेरी भन्ने अब केही टेक्स्ट बुकहरू एक्स्ट्रा राखिदिने पब्लिसरले दिएका अलिअलि स्याम्पलहरू खोजिदिने खास नमिलाउने त्यहाँ कति मनोविज्ञानसँग जोडिने कुराहरू हुन्छ कति रोचक खालका कथाहरू हुन्छन् ती सबै खाले विषयवस्तुहरूलाई जोडेर लाइब्रेरीको विकास गर्न सकियो र त्यसलाई एउटा रुटिन बनाउन सकियो भने लाइब्रेरी अध्ययन गर्ने रुटिन भनेको छु मैले त्यसो गरेर बच्चालाई लाने नै सिस्टम बनाइयो भने त्यो पढ्ने बानी चाहिँ अहिले विकास हुन्छ भन्ने लाग्छ यो स्कुलले गर्नुपर्ने कुरा यति बताएँ र मैले एउटा मेरो अनुभव बताउन चाहन्छु एउटा शिक्षकको हिसाबले कक्षामा प्रवेश गर्दै गर्दा विद्यार्थीलाई पढ्ने बनाउनलाई के गर्नुपर्छ मेरो आफ्नो अनुभव हो कि मैले नेपाली पढाइराख्ने शिक्षक भए हुनाले लामो समयको अनुभवमा मैले के गर्ने गरेको छु भने यहाँ मेरो आफ्नै विद्यार्थी पनि हुनुहुन्छ त्यहाँ टिचरहरूले है मैले नेपाली पढाउँदा के गर्ने गर्थेँ भने कोर्सलाई अलिकति अगाडि ल्याइसकेपछि दसैँतिर लगभग मेरो कोर्स अलिक पर जान्छ त्यसपछि खास गरी निबन्धहरू लेख्ने विद्यार्थीले नसक्ने लामा लेखहरू लेख्नु पऱ्यो निबन्ध लेख्ने कुरा गाह्रो पनि हुने निबन्धको क्वेसन त एक दिन अगाडि आउट गरिदियो भने विद्यार्थीले लेख्न नसक्ने अरू छोडिदिनुहोस् न तँलाई भोलि यो निबन्ध आउँछ लेखेर ल्याउने भोलि क्लासमा गर्नुपर्छ भनेर नसक्ने किनभने त्यो रिडिङ अभ्यास भएन त्यही भएर मैले के गर्ने गरेको थिएँ भने करिब 15-20वटा कति सकिन्छ तिनीहरूलाई एससीका टपिक्सहरू लेखाइदिने करिब 1.5 महिना त्यसलाई पढ्ने समय दिने त्यसपछि आफ्नो पिरियडभित्र 40 मिनटको पिरियडभित्र 2 चोटि अभ्यास गराउने तिनी भित्रबाट
कुनै 2वटा टपिक्स चाहिँ लेख्न दिने, 2वटा मात्रै एउटा चोइसमा राख्ने, एउटा मात्रै गर्ने। पहिलोचोटि चाहिँ 40 मिनटमै गर्ने समय दिने, पिरियडभरि उसले लेखोस्, 40 मिनटै प्रयोग गर्न पाउने, जतिसुकै 300-400 शब्द जतिसुकै खुल्ला छोडिदिने, एउटा त्यो अभ्यास हुन्थ्यो। त्यसपछि बच्चालाई फेरि के केन्द्रित गर्न पर्ने लाग्छ भने जहिले पनि ल्याङ्ग्वेज पार्टमा के क्वेसन छुट्यो भन्यो भने निबन्ध छुट्यो भनेर आउने हुन्छ कि तपाईँले ख्याल पनि गर्नु होला। विद्यार्थीले ल्याङ्ग्वेजमा छोड्यो भने त्यो निबन्ध छोड्ने गर्छ। किन छोड्छ? त्यो अलिक गाह्रो पनि हुन्छ, त्यो अलिक लामो पनि हुन्छ, 2टा कारणहरू छ। त्यसलाई पढ्ने नभइकन त सम्भव छैन। त्यसो भएर अर्को 1 दिन 2 दिनको ग्याप छोडिसकेपछि फेरि मैले के गर्थेँ भने 20 मिनटभित्र 250 शब्दमा, त्यति बेलाको अनुसार अहिले अलिक फरक छ, थोरै चेन्ज भएको छ, 250 शब्दमा 20 मिनटभित्र एउटा निबन्ध लेखेर भ्याउनु पर्ने। 2टा दिएर एउटा चोइस दिने र 20 मिनटभित्र त्यो निबन्ध लेखेर भ्याउनु पर्ने, क्लासमा भ्याउनु पर्ने। अनि कम्पेयर के गरेको थिएँ भने मैले तिनै दिएका निबन्धहरू उनीहरूलाई थाहा नहुने गरी होमवर्कमा दिने। होमवर्कमा त सबैको राम्रो छ, तुलनात्मक रूपमा धेरैको राम्रो छ, किनभने उसले सारेर ल्याएछ, मजाले गाइडबाट सारेछ, मजाले लेखाएको छ, त्यति अशुद्ध पनि छैन सार्दाखेरि। जब क्लास वर्कमा त्यो दियो नि हालत खराब, 2टा प्याराग्राफ 3टा प्याराग्राफ पुर्याउनु पनि सकेको छैन, ल्याङ्ग्वेज पनि मिलेको छैन, अशुद्धिको सङ्ख्या प्रशस्त भेटिन्छ। त्यो कहाँबाट जन्म्यो त्यो समस्या भने सार्ने मात्रै भयो, गाइडबाट साथीबाट सारेर। होमवर्क दिएपछि टिचर्स पनि मक्क हुने, पहिला धेरै मेहनत गरेर चेक गर्नु हुनु परेन, मिलेकोलाई त सजिलो भयो त। तर यसरी क्लासवर्क दिएर विद्यार्थीलाई हेरियो भने थुप्रै कमजोरीहरू देखिन्छ, त्यो नपढ्नुका कारण देखिएका समस्या हो। राम्रोसँग पढ्ने हो भने किताबको कुरा दिमागमा ल्याएर बल्ल नै लेख्न सकिन्छ, तर बुक टु कपी गएपछि त रित्तो दिमागले के लेख्छ क्लासवर्क, त्यो चाहिँ एकदमै ज्वलन्त समस्या मैले देखेको। कि खास गरी लामा पैसलहरूमा यो समस्या छ। मैले यही अनुभव यहाँहरूसँग सेयर गरेँ र आजको मेरो भनाइ पनि के अन्त गरेको यहाँलाई जानकारी दिन्छु। यो अवसर दिएकोमा आयोजक कमिटीप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।